हेलो एभ्रिवान वेलकम टु माई पोडकास्ट। आजबाट चाहिँ मैले पोडकास्टै सुरु गरेको छु हैन। अनि अरू भिडियोहरू पनि हेर्न सक्नुहुन्छ तपाईहरुले। तर आज चाहिँ म टक्क लाएर हाम्रो केटाहरू फुटबल प्लेयरहरू बसेर टक्क पोडकास्ट गर्नेछौं। जापानमा के कस्तो चल्दैछ त कतिको के छ भनेर सबै जान्नलाई तपाईहरुले हेर्दै गर्नु होला र आजलाई तपाईहरुलाई वेलकम छ। भन्दिनुस् के छ। धन्यवाद सबलाई नमस्ते। मेरो नाम चाहिँ विराज खनाल अनि के छ अरु त्यति काटेर नमस्कार मिलाएर मेरो नाम चाहिँ धीरेन्द्र कुमार विष्ट अनि स्वागत गर्नुभएकोमा पोडकास्टमा धन्यवाद छ हजुरलाई। थ्यांक यू। नमस्कार मेरो टेकन 12 गरे रामराज साईको पोडकास्टमा आउन पाउँदा धेरै धेरै आभारी छु। बोलाउनु भएकोमा धेरै धेरै धन्यवाद। ल थ्यांक यू त्यसको लागि हैन। यो त हाम्रो सबै जहिले खेलिरहने हैन जहिले भेटिरहने हो। र आज चाहिँ मैले के सोच्छु भन्दा चाहिँ के छलफल गर्ने भन्दा चाहिँ हाम्रो यो जापानमा धेरै घटनाहरू के घटिरहेको छ नि त। त्यही भएर अनि फर्स्टमा चाहिँ ट्रेनिङ चाहिँ कस्तो चल्दैछ त विराज? ट्रेनिङ कस्तो चल्दैछ? ट्रेनिङ राम्रै भइरहा अलि भन न केही। सबै गइरहम ट्रेनिङ त हप्तामा एकचोटि भइरहेको छ, एक दुईचोटि म्याचहरू भइरहेको छ। राम्रै फुटबलमा चाहिँ राम्रै भइरहा। धीरे कस्तो चल्दैछ त ट्रेनिङहरु? सबै दिन प्रतिदिन राम्रै चल्दैछ। सबैले आफूले गरिरहेका छन् बिस्तारै बिस्तारै हैन। सबैले गर्ने हो। आइतबार चाहिँ अब गेमहरु प्र्याक्टिस म्याच हुन्छ अनि आइतबारको साँझ चाहिँ त्यो कहिलेका म्यानमारसँग युनाइटेडसँग म्याचहरु चलिरहेको छ। त्यही हो। ठीक छ राम्रै। ट्रेनिङ कस्तो चल्दैछ त? ट्रेनिङ राम्रै चलिरहेको छ। यसम्म अब कतिपय गेमहरु खेलेर हिँडिरहेछौँ। त्यहीबाट पनि धेरै कुरा सिकिरहेछौँ भनौँ हैन। के भन्दा अब त्यही कुरा सिकेको आफूले चाहिँ लागू गर्नु पर्यो भन्ने कुरो हो। त्यही हो, सबैको इम्प्रुभ भइरहा। त्यही हो भनेपछि हप्तामा एकताल त ट्रेनिङ भइरहा मजाले नै हैन। अब म त अलि टाढै छु त्यही भएर यसो जान्नु मन लाग्यो नि त हैन। के कस्तो चल्दैछ ट्रेनिङमा के हुँदैछ हैन। त्यही भएर भनेपछि राम्रो हुँदैछ। ल एक कोखम न त चेस है होला। ए पेप्सी हो नि यो त हाम्रो अब जापानमै धेरै मान्छेहरूले खाने यो पेप्सी नै हो है। नेपालमा त दुर्लभ भइसक्यो पेप्सी त पाइँदैन होला। हुँदा थियो अलिअलि। ल ओइ खोप्थ्यो है चेस। ल अनि ल ट्रेनिङ राम्रै चल्दैछ भनेपछि अनि जापान आएको चाहिँ कति भयो त? कति भयो र कतिसम्म पैसा कमाउनु भयो? लगभग चाहिँ कतिसम्म कमाछौ क्या अहिले यसो हिसाब गर्दाखेरि? कति वर्ष भयो कति जति चाहिँ कमाछौ भनेर क्या? जापान आएको 2 वर्ष भइसक्यो। कमाएको भन्दा नि सेभिङ हो, सेभिङ पनि छैन त्यस्तो। सेभिङ छैन मतलब लगभग कति चाहिँ कमायो? कति जति यतिदेखि यति लाखसम्म भनेर यसो अनुमान गर न। पुग्यो होला 15-20 त। 15 त पुग्यो होला। 15 जति पुग्यो लगभग हिसाब गर्दा। तिम्रो चाहिँ कति वर्ष भयो? कति आएको त 2 वर्ष भयो या त्यही 2 वर्षमा कति हुन्छ 12-24 हुन्छ। हाम्रो पनि 13-14 लाख जति 14 लाख त्यस्तै एउटै हो नि एभरेज कमाउने त हामी आफ्नो एरियाको साथीहरूले त हैन। मतलब अब ह्यान्ड क्यासहरुबाट नि अब कोही त अलि धेरै कमाउँछ नि त त्यस्तै अनुसारले के? त्यही हो आउने धेरै आउँदैन। हाम्रो त के हो नाइट हान्ने साथीहरुको त धेरै नै आउँछ। लगभग 14-15 14 त भेट्दैन होला 12-13 हाम्रो। तिम्रो कति जति छ त लगभग कमाइ त्यही हो। अब आएको 1 वर्षमा त एउटै काम बल्ल त सुरु भयो अर्को काम। त्यस्तै भनौँ 12-13 लाख 13 लाख जति भनेपछि सबैको त्यति नै हुँदो रहेछ हैन लगभग। काम कसैले त धेरै गर्छ नि त। काम गर्ने मान्छेहरु पनि छ। कति कमाउला त? कमाउँछ नि हान्छ होला 15-20 लाख नै हान्ने होला नि। हान्छ नि हान्नेले त वर्षमा त्यस्तै 25-26 हान्नेहरू हुन्छन्। गाकोको फी नहाल्ने त अझै पैसा हुने है साँच्चै भने के? त्यही त गाकोको फी नहालिकन चाहिँ लगभग त्यति नै 14-15 बढीमा 15 हो क्या हाम्रो त। त्यति नै आउँछ हैन।
पैसा त आउँछ सेभिङ हुँदैन खर्च बढी भएर पैसा जति आउँछ त्यही अनुसार खर्च हुन्छ अनि नेपालको 1000 रुपियाँ जापानको 10,000 एउटै हो एभरेज चल्ने एउटै हो नि त हैन बचाउने भनेकै आफ्नै ठाउँबाट हो तिर्ने ठाउँमा त जसरी पनि तिर्नै पर्यो आधी भन्दा बढी त तिर्ने ठाउँै हुन्छ त जे यही जापानकै कुरामा फर्स्ट गएको त्यही त अनि फर्स्ट काम चाहिँ के थियो त तिम्रो ल फर्स्ट कामै वहीँ रेस्टुरेन्टकै हो त्यही रेस्टुरेन्टमा फर्स्ट काम यहाँ त थियो अनि बिर्स्यो हामी यहाँ मात्रै तिनटा हाल्दा अनि यहाँ मात्रै थियो यहाँ मात्रै नन चलेको के लगातार चलेको चाहिँ त्यो भयो नभए यहाँ मात्रै थियो फर्स्ट काम त तिम्रो तिम्रो हाम्रो त एउटै हो नि एउटै हो नि हामी सबै त यहाँ मात्रै भएन तिम्रो तिम्रो के थियो त मेरो चाहिँ सुरुमा त्यही उस थियो सुरुमा चाहिँ हेन ग्यास थियो के अरे त्यही मुरोको त्यसपछि चाहिँ त्यसको पछि चाहिँ त्यो के अरे सिएलएफमा सेरे त्यो ससेज बनाउने हामी गएको क्या म रोशनहरू हाम्रो उता रुममेटहरू थियो नि त केटाहरू हो त्यो गफमा अहिले चाहिँ त्यही यामातो यहाँ त चलिरहेको राम्रै ए भनेपछि अनि अहिले चाहिँ तिम्रो के छ त मेरो त रेस्टुरेन्टमा त्यही होटेलकै हो अनि अर्को चाहिँ अहिले चेन्ज भएर के अरे रामेनमा राम गर्दैछौ राम्रो चल्दैछ चलिरहेको तिम्रो अहिले कतिवटा काम गर्छौ त के दुइटै काम हो एमो त भइहाल्यो र अनि अर्को एसआई हो यसरी म त होइन तिम्रो दुइटा होइन तिम्रो नि मेरो नि सेम हो यामातो र यासै यहाँ मात्र यसै अनि गएकोले तिमीहरू फर्स्टमै उयो के अरे जापान आउँदा क्या फर्स्टमै जापान आउँदा चाहिँ अनि गएकोले काम लगाइदिन्छ त्यस्तो भन्छ नि त एउटा काम त लगाइदिन्छ भन्छ के कस्तो थियो त तिम्रो चाहिँ लगाइदिएको थियो काम लगाइदिया हो कि आफै खोज्यो काम लगाइदियो भने ल्याएको थियो काम त एक दुईवटा कामहरू त ल्याइरहेको थियो त्यो तर त्यो पर्मानेन्ट काम चाहिँ होइन त्यही टाइम अनुसार टाइम गएको थियो पछि अब त्यसलाई गरिराख्यो भने चाहिँ त्यही कामबाट पर्मानेन्ट हाल्ने कामहरू थियो गएकोले लगाइदिया काम चाहिँ होइन तिमीले आफै खोज्या हो त्यो त के कसरी पायो साथीबाटै गरेको थियो त साथीबाट मिलेर अनि गएकोले लाउन त लगाइदिन्छ होइन कामहरू लिएर आइदिन्छ त्यो कोही कसैले ल्याइदिन्छ कसैले ल्याइदिएन हाम्रो गएकोमा पनि ल्याएको थियो कामहरू तिम्रो चाहिँ के गएकोले अब त यस्तो भयो त्यो एउटा सेनपाई थियो गएर अनि सेनपाईलाई अनि भनेर उ ठ्याक्कै सटम खोलेको थियो क्या एमतोको ब्याङ्क क्यासको ठ्याक्कै सटम खोलेको थियो अनि सटममा अनि ल जान्न त भनेर अनि त्यहाँ गएर अनि सबैले केही दिन एकै दिन गएको दिन मान्छे इन्टरभ्यू सिकेर एउटा काम त्यो भनेपछि गएकोबाट चाहिँ होइन गएकोबाट होइन भन्न त मिल्दैन त्यहाँ पनि एडभर्टाइज त आएको थियो त्योबाट नै सेनपाले थाहा पायो सेनपाले त्यही भएर चाहिँ हामीलाई लिएर गयो हो हामी सिधै त गरेन गएकोले कामहरू लिएर आइरहेको थियो चक्लेटमा जाने यता पान्थ्यो यताउता हाम्रो गएकोले ल्याएको थियो अनि उता त्यही आमात्तको पनि लिएर आइरहेको थियो सट्टमा टालेको थियो जुनुसो भएर त्यो होइन उम्रेको साइडमा त्यो मात्र टालेको थियो अनि त्यही होला हामी चाहिँ भयो तिम्रो त के गएकोले लगाइदियो कि के कस्तो थियो त मलाई त सुरुमा आउँदा त्यही खास चाहिँ यो जापान चाहिँ म के अरे झुक्केरै आयो भनौँ के अरे भन्दा नि भाग्यले आयो भनौँ न किनभने त्यस्तो के अरे गएकोले लगाइदिन्छ यस्तो यस्तो त्यो केही थाहा थिएन नि त केही पनि थाहा थिएन भनेपछि उताबाट कन्सल्टेन्सीहरूले केही भनेको थिएन गएकोले लगाइदिन्छ म त कन्सल्टेन्सी त कहाँ 1 महिना त्यो के अरे त्यो हिरागाना कातागाना पढ्न गयो होइन अनि त्यो इन्टरभ्यू सिधै इन्टरभ्यूको क्वेसन बोकायो त्यो बोकाएर इन्टरभ्यू दिए अनि त्यसपछि चाहिँ इन्टरभ्यू दिएर एप्लाई गरेर गइदिएन कि म कन्सल्टेन्सी गइदिएन अनि त्यो सिओआइसी बल्ल गयो लिन गयो अनि त्यो सिओआइसी त्यही पनि लगभग सिओआई आएको 3 महिनापछि बल्ल आयो जापानमा लास्टै भनौँ त्यस्तो केही उसै थिएन एक्सपिरियन्सै थिएन यहाँ आएपछि जे होस् लगाइदियो कि लगाइदिएन त गएकोले चाहिँ कसरी पायो म चाहिँ साथीको थ्रुबाट साथीकोबाट कति महिना लाग्यो कि पाउनलाई लागेन ठ्याक्कै आएको त्यही 15-16 दिन 15 काम पाउन सजिलै छ त काम पाउन अब त्यतिखेर मैले 15-16 दिनमा पाउँदा चाहिँ
सजिलो जस्तो लाग्यो नि त त्यो 15-16 दिन त धेरै छिटो हो नि त त्यही भएर सजिलो जस्तो लाग्थ्यो अब अहिले त मान्छेहरू धेरै भयो अहिले त अब 2 महिना लाग्न सक्छ 3 महिना लाग्न सक्छ तर चाहिँ सजिलै भएको थियो साथी भएर होइन साथी भयो भने त सजिलै हुन्छ कामको टेन्सन हुँदैन गरिदिइहाल्छु त्यो साथीले अरू केही हुन्छ कता कता मागिरहेको हुन्छ मान्छे सजिलै हुन्छ मान्छे चिनेको छ भने त कामको लागि त्यति साह्रो आफत चाहिँ नआउला जस्तो लाग्छ होइन टाइम अनुसार नै हुन्छ है अब त्यही उयो नियमको गएकोबाट हट्ने बेलामा पऱ्यो भने सजिलै पाइन्छ अब अहिले यस्तो गाह्रो चिनेकै भयो भने अब खाइसाले नै चिनेकै भयो नि मान्छे खोजिसी त उसले भनिदिने हो मान्छे धेरै भयो नि त मान्छे धेरै भयो अनि जना राख्ने है खाइसाले नि खोजिसी भन्ने हो उसले अब साथी चिनेकै हो भने लिएर आइज भनेपछि त हाल्ने हो अब छैन भनेपछि त एउटा दुईटा एडजस्ट गर्न सकिहाल्छ म त एउटा दुईटा एडजस्ट गर्न सकिन्छ नि त अब हामी त सक्दैन उहरू त हिजो भेटेको थियो क्या फुटो छ उहरूले कुरा गर्ने त एउटा दुईटा त हाल्न सकिहाल्छ नि होइन त मिल्यो भने त अनि क्याममा अब अरू कुनैको त ठ्याक्कै सबैको मिला हुन्छ यति दिन भनेपछि त उसले चाहिँ खोल्नै पर्यो मान्छे हट्नु पर्यो खोल्नु पर्यो हाल्नलाई अब कि चाहिँ त्यहाँको चिनेको भइसक्यो एउटा दुईटा हाल्न चाहिँ के मतलब खासै गाह्रो हुँदैन त अब कि चाहिँ त्यहाँका सबै मान्छेहरू कोही सोचेकै भएर निस्किनु पर्यो कोहीले छोड्नु पर्यो एम गर्नु पर्यो त्यस्तो धेरै त्यतिखेर पर्यो भने चाहिँ लास्टै गाह्रो हुन्छ है कामै अब नचिनेको भएर अनि त्यसमाथि त्यतिखेरको टाइममा पर्यो भने चाहिँ गाह्रै हुन्छ फर्स्ट टाइम अब सुरुमा आएको बेलामा त भाषा चाहिँ कतिको इम्पोर्टेन्ट छ त ल तिमीलाई यहाँ जापानमा भाषा कतिको इम्पोर्टेन्ट रहेछ भाषैबाट हो भाषा चाहिँ चाहिन्छ तर अब नहुनेहरू टन्नै गर्ने कामको लागि गर्ने नि छन् त मेन भनेको मान्छे नि चिन्नु पर्यो हल्का अब सर्कलहरूमा साथीहरू हुनु पर्यो अनि भाषा त चाहिन्छ जेमा नि भाषै हो त्यही अरू चल्दैन त्यही चाहिने नै भाषा हो जेमा काममा पढ्नलाई जेमा नि भाषा त चाहियो तिम्रो लागि के लाग्छ त भाषा इम्पोर्टेन्ट भाषा त चाहिने जापानमा बस्यो जापानमा अरू चल्दैन इङ्ग्लिस चल्दैन केही चल्दैन जापानिज चल्ने यहाँ अरू न कहाँ के कसो कस्तो बोल्ने यहाँ खाइसकेपछि छिर्यो भने सबै जापानिज हो अन्त आएका गाइडिनहरू पनि बोल्ने जापानिज हो उनीहरूको भाषा बुझिन्न म्यानमार आयो क्या म्यानमार आउँदैन उसलाई नेपाली आउँदैन केमा कम्युनिकेसन गर्ने त जापानिज गर्नु पर्दैन नि भाषा भयो भने नि अब आफूलाई नि अलिकति एक्लै गर्न सक्छु भन्ने नि हुन्छ है भाषा भयो भने कामहरू अनि अब अरू केही अब कतै जानु पर्यो केही काम गर्नु पर्यो भने नि भाषा हुँदैन अब के कसरी गर्ने नि थाहा हुँदैन गाह्रो हुन्छ त्यो भाषा भयो भने चाहिँ सकिन्छ भन्ने तिमीलाई के लाग्छ त भाषा कतिको के छ त इम्पोर्टेन्ट भाषाको भाषा त इम्पोर्टेन्ट नै छ केही घटना घटेको छ त भाषा नभएर अथवा केही त्यस्तो त्यस्तो घटना त छैन त्यस्तो घटना नि परे छैन पर्न त अब त्यो के अरे हल्का फुल्का आफूले जानेको त भनिन्छ नि त नजानेको त अब ट्रान्सलेट छँदै छ ट्रान्सलेट छँदै छ होइन मोबाइलबाट अब त्यही हो फेरि अब त्यो ट्रान्सलेट गरेर नि उताबाट भनेको चाहिँ बुझिन्न भनौँ न त्यही हो भाषा चाहिँ इम्पोर्टेन्ट नै छ इम्पोर्टेन्ट नै छ होइन भाषा मेन इम्पोर्टेन्ट मेन त्यही हो अनि आउनेहरूलाई चाहिँ होइन आउनेहरूलाई भाषा कतिको ठिक्कै पढेर आउँदा नि हुन्छ कि भाषा चाहिँ राम्रै पढेर आउँदा हुन्छ कि के भन्छौ त तिमीले सक्दो राम्रो पढेर आउनु नि कहाँ चल्दैन चल्दैन नि एनको एन5 त के होइन त्यो त सब त्यो केही पनि होइन तिनीहरू त अनि यहाँ आएर खाइसकेपछि र स्याचो तेन्चेहरूसँग कसरी बोल्ने उहाँ कस्तो बोल्छ उहाँ रिसाब बेला सब फुचु युज गर्छ केही बुझिन्न अनि यहाँ यत्रो 8-9 वर्ष बसेकाले त बुझ्दैन अब चाहिँ एन5 पढाउँदै सजिलो हुन्छ भन्छ नि नेपालमा त्यो क्रममा त्यो छुटाउनै गाह्रो हुन्छ हो त्यो गाह्रो हुन्छ पुरै सबै फर्म अलग सब अलग अलग हुन्छ गाह्रो हुन्छ त्यो त अनि जति सक्दो अब पढेर आउँदा नि फाइदा हुन्छ होइन जति पढेर आयो भने त्यति फाइदा हुन्छ क्या भाषा भयो भने जति राम्रो भाषा भयो त्यो मान्छे त्यति छिटो प्रगति गर्ने हो जापानमा चाहिँ अब के भन्छ अरे नेपालबाट अब यान5 भनेको धेरै होइन त्योभन्दा अब यान4सम्म गऱ्यो भने त अब स्टुडेन्टमा लाउँदैन नि त सिधै वर्किङमा लाउँदैन त्यही भएर
N5 सम्म कटायो चाहिँ ठिकै भनौँ, राम्रै भनौँ। N5 जे होस् राम्ररी गरे पनि यताउता चाहिँ अलिकति धेरै नै हुन्छ हेल्प चाहिँ होइन। 0 हुनुभन्दा त 1 हुनुभन्दा त धेरै राम्रो। एक्जाम दिएर कटाएको भन्दा नि पढेर आफूलाई राख्यो भने चाहिँ सजिलो हुन्छ। N4सम्म पढे नि राम्रो, एकदम राम्रो छ। चिट पनि हान्छ नि त, चिट गरेर गर्छ नि त, त्यो त कामै भएन नि होइन। कटाएर त कटाउनुको लागि त केही भएन, तर पढेको चाहिँ आफ्नै लागि यता आएर त्यही रिभिजन हुँदा चाहिँ धेरै आफूलाई थाहा हुन्छ नि त, कति पास गर्यो भने थाहा हुँदैन र आफूले गरेको मिहिनेत गरेर 1 दिन नम्बर नपुगेको र अब चिट चोरेर हाइएस्ट हानेको त नि फरक भ्यालु त भइहाल्छ नि। यहाँ चाहिँ थाहा हुन्छ क्या थाहा बनाएपछि। यही पनि छन् कतिपय होइन यान पास गर्नेहरू, तर चाहिँ भाषा हेर्दा चाहिँ यानकोर पनि अब चिज चोरेर भने ल अब हामी नेपालीहरू भनेर त्यही छ बानी हो किन होला। अब साइडमा कोही परे, राम्रो परे, जान्ने परे, हेर्न पाएर पास भइन्छ, हेर्न पायो भने त पास भइन्छ भन्ने आशमा गइन्छ नि त। त्यो भन्दा नि बरु आफैले पढेर दिएको चाहिँ राम्रो फेलै भयो नि होइन, आफैले सेल्फ गरेको चाहिँ फेलै भयो नि रिग्रेट हुन्न नि त। अब आफूलाई के आउँदैन, अब हेर्न बाहेक के हेर्न पाउँछु कि भनेर गयो भने त त्यस्तै हो। आफैले गर्नु पर्यो। किनभने कतै के अरे कामको लागि इन्टरभ्यू गयो होइन, त्यसमा अब आफूसँग यान्नी छ होइन, यानसान अब बोल्ने बेला आएन भने त त्यो भन्दा त लास्ट कुरो त सबै भएन नि। त्यो पनि हो। त्यो नि त्यही भएर चाहिँ आफैले मेहनत गरेर बरु कटाउने हैन, गरेर कटाएर नकटाए पनि भाषा आउनु चाहिँ पर्यो बोल्न, त्यो गर्न। त्यो भने चाहिँ अलि लाज पनि हुन्न नि त। त्यही हो कुरो। अनि वर्षमा चाहिँ कति ताल हुन्छ त उयो एक्जाम? 2 चोटि। 2 ताल मात्र? 3 ताल होला हौ। 2 ताल। 2 ताल हो। 7 र 10 मा हुन्छ। 7 र 10 ए 7 मा भयो, 8 9 10 त्यही 3। 7 र 10 मा 7 को महिना र 2 चोटि। 12 महिनामा शनिबार पर्छ हैन? आइतबार हो? ए हो। ए मलाई याद भएन। पहिलो आइतबार छ त। आइतबार 7 को 6 मा हो कि आइतबार। यो एक्जाम जहिले पनि अनि पछि अनि 7 को महिनाको पहिलो हप्ताको आइतबार हुन्छ क्या। ए जेलपिटी यो बोटल फर्म त भरि आएन। गएकोले भरिदिन्छ नि हाम्रो। गएकोले फर्स्टमा जाँदा चाहिँ गएकोले भरिदिन्छ। हाम्रो त सबै आफैले भनौँ होइन, आफैले हो के नदिने के योबाट के नदिने। ए अब त टाइमै छैन। अब त भर्नी त कहाँ डेडलाइन त। ए भनेपछि छुट्यो। तिमीहरूको त छिटो भयो थियो नि त, अलि ढिलै भयो थियो नि त। तिमीहरू पनि भयो। हाम्रो गएकोले गरिदिन्छ क्या हाम्रो चाहिँ। मस्त छ आनन्द। हामी त केही पनि सक्दैन, गएको सब आफैले गर्ने। हामी त अझ यो वर्षकै भर्दिन्छ, 2 चोटि नै आफै भर्दिन्छ। पास भएपछि त्यो फिर्ता हुन्छ अरे होइन, 7500 एक्जाम दिएन भने होला। पास भएपछि क्या एक्जाममा एन्सन पास भइसकेपछि पास भयो भने जस्तो अरूले पास भयो 3 मान पायो नि त, हो त्यो तिम्रो पास भइसक्यो त्यो इन्ट्री फी चाहिँ फिर्ता दिन्छ अरे गएकोले। धेरै भनेपछि सबैको 2 वर्ष भयो होइन आएको। 2 वर्षमा चाहिँ तिमीले अहिलेसम्म कति चाहिँ घर पठाउन सकिन्छ जस्तो लाग्छ? घर पठाउन सकिने कति जति चाहिँ पठायो होला? मैले त कहाँ पठाउनु, धेरै पठाएन, त्यही 4-5 लाख पठायो होला। 4-5 लाख जति पठाउन होइन क्या, सकिन्छ कि सक्दैन क्या? कति चाहिँ सक्दो रहेछ? सक्छ, गर्नेले ऋण तिरेर भ्याए सकिन्छ सक्नु। तिमीले कति 2 वर्ष भयो? कुन तरिका अनुसार पठायो कति 3.5-4 पठा मतलब सकिहाल्ने। काम पनि छैन, एकैचोटि असिन 1.5 लाख 2 लाख पठाइदियो हो। त्योभन्दा अगाडि 1,50,000 4 लाख जति पठाउनु। तिमीले त कति जति पठाउन सक्यौ त 2 वर्षमा? 2 वर्षमा त्यही हो 4-5 लाख सुरुमा आउँदै होइन, कतै नगएको कि तिर्नु पर्ने न केही होइन, त्यही एउटा कामले पनि पठाउन सकिन्थ्यो। अहिले चाहिँ अब जब गएको कि तिर्ने बेला हुन्छ नि,
गएको फी दिने आफूलाई खाने खर्च त्यस्तो गर्दा चाहिँ सकिन्न भनौँ सकिन्न अहिले चाहिँ सकिन्न होइन अब त कहाँ सकिन्छ अब त सकिँदैन स्टार्टिङमा गर्नेले गरे 2-3 काम स्टार्टिङको अब 1 वर्षमा जति पठाउन सक्यो त्यति हो पठायो हो कि एउटा काम गरे नि 2-3वटा काम गरे नि त्यतिखेर पठाउन सक्यो भने सक्यो न पछि त त्यो गएको फी तिर्नै पर्यो अनि रुम भाडा खाने खर्च गर्दा अब आसमान छ यहाँ रेतले यहाँ त्यस्तै ठिकै आफूलाई ठिकै भनौँ भनेपछि अहिले पठाउन सकिन्न अहिले चाहिँ गाह्रै छ होइन लास्टै सेनमनलाई तिर्दा यता तिर्दा होइन तर यस्तो हुँदो रहेछ एउटा इच्छा एउटा हुन्छ नि त ऋण छ ब्याज छ भनेपछि त कहाँ पनि टेन्सन गरिन्छ नि त होइन कोही मान्छे त ल अब 1 महिनाको आफूले कमाएर हालिन भनेपछि ल के जान्छ कि घर जग्गा पो डुब्ने हो कि भन्ने टाइपको मान्छे गर्छ फेरि है गरे खाने त्यस्ता मान्छेले नसुतेरै कहाँ मान्छन् त्यस्ता हानेको नि छन् कति अब ठिकै छ 1-2 महिनाले फरक पर्दैन 3 महिना फरक पर्दैन भन्ने मान्छेलाई पनि अब यस्तै छ भनेपछि त्यो आफ्नै स्थितिहरू हुँदो रहेछ सबै चिजहरू गर्नेले जसले काम गर्यो त्यसले कमाउने जसले काम गर्यो त्यसले नकमाउने सेभिङ भन्ने कुरा नि ठुलो इम्प्याक्ट पार्छ सेभिङ त अब कसलाई अब सेभिङ खै अब कुन कुरामा कसरी सेभिङ गर्ने बचाउने नै त्यहीबाट अब कता के गर्दा त्यो बचाउन त त्यस्तै हो यताउता दिँदा अब ल आज 1 मान खर्च भयो नि ल भोलिसम्म त सकिन्छ कि त्यो 1 मान 60 पनि छैन एक दिन पनि टिक्दैन त्यो सेभिङ गर्न चाहिँ गाह्रै छ है जापानमा गर्नेले नि गर्छन् होइन गर्न त एस्टिमेट गरेर चल्छ नि म 1 महिना यति खर्च हो यो खर्च गर्दै भन्ने मान्छे नि छन् त गर्छन् नि एउटा साथीले गर्छ त्यस्तै भाडा यति हो मैले यति खर्च गर्नुपर्छ मैले बाहिर हिँड्दाखेरि यति खर्च गर्नुपर्छ यति खानुपर्छ मैले यतिको खाना यति खानुपर्छ बाहिर रुममा यति खानुपर्छ मैले यति किनेपछि मलाई पुग्छ 1 महिनाको भन्दा यस्तो एस्टिमेट गर्ने मान्छे पनि छन् नि एस्टिमेट गर्दा अनि कति बच्चा त साथी भनेको अनि त्यही 4-5 मान बच्चा भन्ने काम फेरि मिठो हान्छ फेरि यसो घाँसी छ होइन जापान धेरै चाहिँ जापानमा चाहिँ काम चाहिँ एकदम इम्पोर्टेन्ट यस्तो हुन्छ जापान जति धेरै काम गर्यो उति चाहिँ बढी खर्च हुने हो क्या तिम्रो पनि त्यस्तै हो तिमी 3टा काम गर्यो तिमी 3टा काम हिँड्नलाई आफूलाई इफोर्ट त चाहियो नि त खानु पर्यो हिँड्नु पर्यो खर्च यताउता झन् बढी बढ्ने हो क्या अब जतिवटा काम चल्यो जति धेरै पैसा कमा लेभल झार्छ फेरि जापानमा फेरि भोकेन्सी यता ट्याक्समा फेरि ठ्याक्क लेभल झारिदिन्छ फेरि सबलाई फेरि कति कसले कति कमाए आउने लेभलमा फेरि सबै एकनासे चलाउने क्या जापानको फेरि ट्रेन त्यस्तो हो भने अनि सेनमन जानको अहिले सेनमन हो नि त होइन सबैजना दाइगाको भयो 2जना चाहिँ सेनमन दाइगाको गयो नि त न्युङ्गाकोबाट अनि के प्रोसेसहरू गर्यो त त्यसको लागि के गर्नु पर्दो रहेछ के त्यस्तो त्यसको लागि अब अहिले नयाँहरूलाई चाहिँ ओपन क्याम्पस हुन्छ अब आफूलाई मन परेको कुन सब्जेक्ट लिने त्यही अनुसार ओपन क्याम्पसहरू खोलिरहेको हुन्छ त्यहाँ जाने अनि बुझ्ने के गर्छ क्याम्पसहरूको बारेमा अब राम्रो लाग्यो भने अनि त्यसपछि आफ्नो पढिरहेको गएकोलाई भन्ने यो गएकोमा जान्छु भनेर अनि फर्महरू बोलेर एक्जाम दिएर पास भयो भने चाहिँ भयो अनि त्यसपछि मेन कुरा भनेको चाहिँ पैसाको कुरा आउँछ पैसै हो एकदम तिर्नुपर्छ होइन पैसा सुरुमै हाल्दियो भने त फिक्सै जस्तो हो पैसा कस्तो पास भयो भने भन्दा नि त्यो एक्जाम लिनु अगाडि अब यो आर्टहरूले लिन्छ नि हो त्यसको सुरुमा गऱ्यो भने चाहिँ फिक्स जस्तो भन्ने हुन्छ सुरुमा चाहिँ कस्तो कति तिर्नुपर्छ के त्यस्तो मतलब एक्जाम दिँदा तिर्नुपर्ने एक्जामको फिसहरू अनि भन्छ नि यति लाग्छ पास भइसकेपछि भन्ने तिनीहरू एक्जाममा पास भएर अनि पैसा हालेपछि त फिक्स हो गएको त तिम्रो कस्तो प्रोसेस थियो त के थियो गाह्रो साह्रो सेनमुनहरू दाइहरू जाने बेला मात्रै त्यही हो सुरुमा भन्नुपर्दा सक्छ छिटो चाहिँ आफूले चाहिँ गर्नु पर्यो डाक्टर नगरिकन आफू गएर कम्प्लेन मान्छेहरू लिएर म लिएर आइसकेपछि मेरो छिटो गरिदिनु म यहाँ जानु त्यो पनि छिटो गर्नु पर्छ कि अब अरूले चाहिँ अब 3-4 महिना 4-5 महिनामा नै गर्छ नि त अब जस्तै त्यो भाइ के अरे दिपेश भाइले गरेको आएको फर्स्ट लट अब यही महिना एक्जाम छ 3 महिना लाग्यो 6 महिना लाग्यो 6 महिना एक्जाम छ
अरूको 7-8 महिनामा हुन्छ 7-8 महिनासम्म त प्याक हुँदैन नि प्याक भएपछि कसरी लिन्छ त्यसलाई लिँदैन नि त सक्दो चाहिँ छिटै गर्ने हो क्या ठाउँमा गर्नु चाहिँ सक्दो छिटै गरे ओपन क्याम्पस त जानै गर्छ ओपन क्याम्पस गएपछि प्लस पोइन्ट हुन्छ नि त ओपन क्याम्पस गएपछि यसलाई चाहिँ हाम्रो उसको गएको बारेमा सिङ्गिङ बारेमा इन्ट्रेस्ट रहेछ ओपन क्याम्पसमा आयो आएपछि पर्फेन्ट पनि धेरै त्यही भन्छ नि छुट यति भन्छ इन्ट्रेस्ट रहेछ यसलाई भनेर त्योवाला चाहिँ कन्सेप्ट दिँदो रहेछ क्या कस्तो गाह्रो भएको थियो त गाह्रो भएको थियो पाउनलाई गएकै नपाइने भरिने पुरै कसरी दिन्छ त गएको लिँदै लिँदैन नि त नि अब ढिलो गरी चाहिँ हाम्रो त 8-9मा स्टार्ट भयो 9-10मा स्टार्ट भएको थियो त्यो बेला चाहिँ प्याक हुने प्याक हुँदाखेरि चाहिँ ल को कतिको चाहिँ कसको नियमको कति छ हामी त आएको अक्टोबरमा भाषा त्यस्तै थियो ढिलो बढेको नि त अब हाम्रो सेन्पाहरू पनि हामीसँगै गरेको उनीहरू त भएन हामी त 3 4-5 महिना 6 महिना पछाडि आएको त अनि कसरी भन्छ त नि त त्यो ढिलो गरेर चाहिँ अलिक धेरै नै गाह्रो भएको थियो क्या धेरै गाह्रो भएको थियो पछि गर्दा गर्दा यस्तो छ नि अब आफू फालिँदा क्वेसन के सोध्छ भने कन्ठै हुने क्या त्यो त ल अब एउटै सोध्ने नि त कन्ठै भइदिने प्याड ल यो सोध्छ अन्त ए हो यसको एरियाको सोध्ने त अलिकति तरिका मात्रै त फरक हो नि होइन त हो त्यस्तै सोध्छ त्यहीमा चाहिँ भनिहालिन्छ भने ल त्यसपछि त सोद्धा कन्ठै भइदिएर भने अरूको गएको हुँदा फेरि यो रेन्सन नै धेरै कुरा रहेछ क्या प्र्याक्टिसहरू जाने बेला हो नि त सेकेन्ड जाने बेला भएपछि क्वेसनहरू ल्याउने घोकाउने भन्ने यस्तो उस्तो भन्नुपर्छ भनेर क्या धेरै त्यस्तो पनि आफैले गर्नु पर्यो सक्दो चाँडो गर्नु पर्यो भनेपछि चाँडो गर्नै पर्छ नि त दुःख पाइन्छ होइन पछि भोगेकालाई थाहा हुन्छ नि त कति गाह्रो हुन्छ भनेर नपाउँदा ओ नेपाल जाने हो कि के गर्ने हो कि भन्छ तनाव हुन्छ नि त्यो त खास गाह्रो छ सक्दो छिटै गर्नुपर्छ तिम्रो के थियो त प्रोसेसहरू के अनुभव के छ त त्यसो दाइकाको होइन अनुभव भन्दा नि के भन्छ अरे त्यो कतिपय गएकोहरू चाहिँ त्यो सेनमन गएको डाइ गएकोहरू चाहिँ आफू पढिरहेको नियमको गएकोमा चाहिँ त्यो सेचुमेन्टको लागि आउँछन् नि कतिपय गएकोहरू त्यतिखेर आउँदा चाहिँ म यो टुवाकिरीको सेनमन गएकोको त्यो अब कोबेज बसौँ एकचोटि कोबेज बसौँ भनेर नजिक पनि छ भनेर त्यो सेनमनमा ट्राई गरियो त्यहाँ ट्राई गरियो त्यहाँ फालियो केमा फाल्यो त इन्टरभ्यूमा हो क्या इन्टरभ्यूमा भन्दा त्यो के अरे उस हुँदो रहेछ के इक्जाम के कम्प्युटरमा भयो अनि के भन्छ अनि आफैले के अरे त्यो अर्को टेस्ट सेन्सेले भन्ने त्यस्तो टेस्ट हुने रहेछ त्यसमै फालियो जस्तो लाग्यो सबभन्दा त्यो लास्टको हेर्ने रहेछ कि एक्जाम लिन्छ क्या पेपर दिएर एक्जाम लिन्छ अनि त्यसपछि सेन्सेले भन्छ हो त्यो हेर्ने रहेछ क्या कम्प्युटरको त त्यो त कसले गर्थ्यो होला त्यो सब खान्जी नै कहिले नथ्यो खान्जी थियो खान्जी नै खान्जी थियो खान्जी लास्ट पढ्ने खान्जी चाहिँ खान्जी लास्टै खान्जी थियो हो त्यो त देख्दै नदेख्यो भ्याट हान्दै यो जस्तो लाग्छ भन्ने हान्ने त्यही गरे मलाई चाहिँ त्यो आखिरीमा चाहिँ त्यो लास्टको उसमा केही बुझिएन भन्न त भन्यो सेन्सेले केही बुझिएन त्यसै छोडेर हिँड्यो अरे त्यही भएर चाहिँ लगेन ए अनि पछि म त अनि फुकुओका जान्छु भनेर बसेको थिएँ फुकुओका यहाँबाट धेरै टाढा हो नि फुकुओका जान्छु भनेर बसेको थिएँ अनि एकचोटि त टाइगरको ट्राई गर्नुपर्छ क्या भने सोच आयो त्यो भन्दा नि फेरि पहिला सोच त आयो तर चाहिँ हुन्छ कि हुन्न भनेर उसमा पनि थिएँ दुविधामा त्यसपछि फेरि त्यो ओसाकाको जिदौस्यामा ओपन क्याम्पस गएँ अनि फर्म पनि भर्न लगायो सेन्टरले अनि फर्म भर्न लगाएको आज फर्म भर्न लगाएँ भोलि गएर फेरि होइन यहाँ जान्न म डाइगरको जान्छु भनिदिएँ अनि त्यहाँ फर्म भरिदिएँ डाइगरको कुन रे त्यो नियन केजाइ हो केजाइ है डाइगरको अनि सेन्सेहरूले अब त्यही त हो भाषा त्यस्तै थियो फेरि केही नजान्ने होइन नगर भन्नुभयो होइन म गर्छु एकचोटि भने लगभग त्यो इन्टरभ्यूको लागि 3 मान जति थियो सुरुमा बुझाइयो अनि लगभग ढिलै भयो हाम्रो इन्टरभ्यू चाहिँ
ढिलै भन्दा नि अब फर्स्ट त फर्स्ट हो तर बाइगाकोहरूमा चाहिँ ढिलै हुन्छ कि इन्टरभ्यूहरू त्यही भएर त्यहाँ अब गइयो अब टुवाकेरीमा जुन क्वेसनहरू थियो नि इन्टरभ्यूमा त्यस्तै क्वेसन सेम त्यही एउटा फरक चाहिँ त्यही हो त्यो के अरे खान्जी भन्न लगाउँथ्यो त्यही हो त्यहाँ चाहिँ एकदम मेन कुरा चाहिँ त्यो के अरे यो ग्राफको किन चुज गरेको भन्ने पोइन्ट हुने रहेछ हो त्यो एकदम राम्रो लाग्यो भने चाहिँ राख्ने अरू त अब त्यही त हो नि आफ्नो जीको सोचाइ अब के अरे यो गएको पढेर सकेपछि के गर्छस् त्यही त हो नि त्यो त सिम्पल क्वेसन भन्नु होइन मेन चाहिँ त्यही किन आउनुलाई छैन यो गएको आफ्नो त्यो चाहिँ क्लियर हुनु पर्यो क्या मको यो सोराहरू एकदम क्लियर हुनु पर्यो यहाँ पढेर चाहिँ के इम्प्याक्ट त होस् न उसलाई पनि सबैको त्यस्तै हुन्छ हो त्यही हो केही चाहिँदैन त्यहाँ तिमीले त आफ्नो कुरा खुलेर गएपछि उसले बुझ्नु पर्यो क्या उसले बुझ्नु पर्यो नि त त्यही हो भएपछि ढुक्कै हो त्यहाँ गाह्रै छैन होइन जापानमा अब धेरै सुने होला रुममेटहरूमा धेरै झगडाहरू हुने त्यस्तो समस्याहरू के कस्तो लाग्छ यसको बारेमा चाहिँ त्यो खै भागेन अब के भन्नु त्यसमा अरूहरू पनि सुने होला नि त यताउताबाट यस्तो हुन्छ भनेर हुन्छ नि त त्यसमा चाहिँ अब हुन्थ्यो होला हाम्रोमा चाहिँ बाहेन भनौँ सबै ठिकै छ हाम्रोमा त तिम्रो त विचार के छ धेरै सुने नि त अरूहरू पनि झगडा गरेर छुट्टिन्छ के गर्छ खै अब पहिला हुँदा हामी त पल्ट धेरै बस्थ्यौँ नि त पहिला हुँदा त के नमिल्ने 6-7 जना त कसरी कुरा मिल्छ सबैले चित्दैन जाउँ सक्ने अब अरूको कुरा सुनेर अब चित्दैन बुझ्दैन लथर पत्र हुन्थ्यो खराए सराए हुन्थ्यो तर झगडा भयो भने कुरा त मिलिहाल्छ नि साथीभाइमा केटाहरूमा एक दिन हुन्छ अर्को दिन मिलिहाल्छ नि त त्यस्तो झगडा पनि रुम छोडेर आएको छ मलाई त सुने किन देश छोडे हो सबैलाई सबैको पीडा थाहा हुन्छ अलिकति उसले कुरा मात्रै बुझ्न नसक्ने मात्रै त हो नि तिम्रो त रुममेटहरूकोमा झगडा यसो सुने होला नि त कसैको कतै तिम्रो रुममेटमा के कस्तो थियो त सुनेछु तर चाहिँ म चाहिँ होस्टेल बस्यो नि त होस्टेलमा पनि त एक्लै बस्यो हो एक्लै खाएर के अब आफ्नो काम गर्ने खाने पकाउने त्यस्तो झगडा चाहिँ भएन अहिले पनि एक्लै हो त्यस्तो चाहिँ भने चाहिँ एक्लै छ त्यस्तो विधि त्यो छैन होइन रुममेटहरू त्यही रुममेट भए चाहिँ अलिकति हुन्थ्यो कि त्यस्तो हुन्छ नि त होइन कोहीको त झगडा परेको धेरै सुनेको छु क्या एउटा यो चाहिँ एकदम रमाइलो क्वेसन रमाइलो है एकदम रे क्या होइन जापान आएदेखि तिमीले चाहिँ एउटा महँगो चिज के किनेछौ एउटा सस्तो चिज के किनेछौ तिमीले सबै है हरेक चिजमा लुगाहरूदेखि लिएर म सोध्दैछु ल भन एउटा महँगो चिज भन होइन महँगो कति सबै भन्दै एउटा महँगो होइन एउटा महँगो चिज अनि एउटा सस्तो चिज कतिसम्मको किनेछौ महँगोसम्म त्यस्तै महँगो त त्यही त हो जुत्ता हो किन कारणले किने के कारण कति अर्काको निद्रा बिगाएपछि कति माग चाहिँ लाग्दो रहेछ महँगो भनेको जुत्ता होइन तिम्रो अनि कति पर्यो के कस्तो लगभग 15,000 भनौँ एउटा जुत्ताको 15,000 हाल्यो के अरे अब त्योभन्दा पहिला जुत्ता त किनिरह हो फुटबल सुजहरू त्यही 7-8 हजारको होइन 7,000 पनि 7-8 त महँगो हो महँगो के हाल्यो के सस्तो भन्दा नि सस्तो किनेको भनेको चाहिँ के भनौँ अब त्यही सिनबाट चार्जर सिनबाट एपबाट होइन सिन एपबाट चार्जरहरू सस्तो जुत्ता धेरै भइहाल्छ नि होइन सस्तो चिजहरू चाहिँ महँगो चाहिँ भनेपछि जुत्ता कसरी किन चाहिँ जुत्ता त्यत्रो 15,000-16,000 हाल्नुपर्ने त्यो थियो र त्यस्तो होइन किन्न त किन्छु भनेको थिएँ त्यही 10 मान जतिको चाहिँ 10 मानको किन्ने हो 10 मान एकदेखि 10,000 देखि 12,000 सम्मको
सोच त त्यो थियो अब किनियो लाग्यो त ठिक ठिक छ एउटा सोख पनि हुन्छ नि त कसैको त अब हेर्न गएपछि त्यही त हो नि मनपर्ने यता गर्ने होइन पैसा हालेको त्यस्तै हो हो ए ठिक छ आफै किन्यो भनेपछि त्यही हो लगाइदिउँ न एउटा काम बाटे हानेर लगाइदिउँ भन्ने भयो होला हो ठिक छ कमाएको यसो कहिले काहीँ आफ्नै इच्छा नि हुन्छ नि त त्यही अनुसारले रमाइलो गर्न नि मन लाग्छ तिम्रो के थियो त महँगो एउटा के छ त महँगो एउटा त्यस्तो त के किने होइन म उता के अरे सपिङ गर्न गएको बेला एउटा ट्र्याक किन्ने भनेर गएको उता उमा गएको थियो हाउडातिर त्यहाँ गएको एउटा ट्र्याक मात्रै किन्ने भनेर गएको त्यहाँ गएपछि त कपडाहरू जे देख्यो त्यही मनपर्ने जे देख्यो त्यही मनपर्ने अब एउटा कपडा किन्ने एउटा ट्र्याक मात्रै किन्ने भनेर गएको ल्याएँ 16-17 हजारको कपडाहरू छ धेरेर अब के गर्ने चित्त बुझ्यो पैसा थियो ल्याइयो अब के गर्नु त्यही त हो नि गएपछि एउटाले चित्त नबुझ्ने क्या हुन्छ रङ्गी जङ्गी गएपछि त कहाँ एउटा कलर मात्रै मनपर्छ नि सबै मनपर्ने भनिहाल्छु क्या गयो एउटा ट्र्याक किन्ने भने त 2-3टा ट्र्याक ल्यायो 1-2टा भेस्ट लिएर आयो भेटायो 16-17 हजार मतलब हो यो 3-4 वटा भन्यो नि एउटा मात्र क्या एउटा चाहिँ के छ त त्यस्तो महँगो किनेको क्या सबैभन्दा महँगो किनेको क्या एउटा सामान मात्र उसले जुत्ता भन्यो नि एउटा महँगो अब त्यो बाइक अरू त थोत्रेको छ नि त एउटा त्यस्तो त मैले त्यस्तो के सपिङहरू त्यस्तो त गरेँ छैन हो म त गरे होइन अनलाइनमा आइरहन्छ मैले क्या महँगो होला नि एउटा त यति छ भनेर ठ्याक्क क्या ए त्यो त त्यो फुर्सद त के कुरा गर्ने हो कति त्यो भन्दा किनेकै त भनौँ किनेको त हो नि फ्रीमा त आएन होला त्यही त नि एक मानको त्यो जुत्ता त त्योभन्दा माथिको सामान चाहिँ किने छैन एउटा छैन त्यही हो 10,000 10,000 भने चाहिँ फुर्सद सुज भनौँ न त होइन त्यो भन्दा नि हुन्छ 10,000 को फुर्सद किने एउटा त्यो एउटा सस्तो त त्यही हो सिमको 80 भर्खरै त्यो 3टा सामान मगाएको 2900 मा है एउटा जुत्ता मगाएको 26 को मगाएको 23 को आइदिएर अब अनलाइन त हेडफोन मगाएको हेडफोनको त्यो यता लाउने त्यो फर्म आयो झोला यत्रो मगाएको यत्रो आयो राम्ररी हेर्नुपर्छ हेरे अब राम्ररी के गरे त्यो अनलाइनले डुबायो भने चाहिँ तिम्रो के छ त एउटा यसो महँगो चिज के किनेको छौ तिमीले त्यस्तो छैन हौ त्यही जुत्तै हो मेरो नि 7-8 हजारको 7-8 हजार हो त्यति महँगो पनि त्यति नै हो 7-8 हजार त्यही हो अरू त के किने छैन अरू त छैन सस्तोहरू सस्तो चाहिँ सिनबाटै मगाएको भने चाहिँ महँगो उसले जुत्ता किन्यो उसले जुत्ता तिमीले नि जुत्तै हो उसले चाहिँ फोर्सर किनेछ उसले चाहिँ आउट होइन आउट जुत्ता होइन यस्तो अब त्यहाँको त्यो के अरे कपडाहरू चाहिँ जस्तो लाइन भयो नि त चल्ने त हो जुत्ता भनेको अब त्यस्तै हो सिनको भनेको अब त्यस्तै हो कोही भारी आउने भने अब सिनको मगाएको हुन्न नि त के अरे कपडाहरू चाहिँ अलि लाउने लायकको चाहिँ हुन्छ ठुलो भए पनि टक्क ठुलो पनि अलिकति हिपहप देखिने सानो पनि फिटिङ टाइपमा देखिने जस्तो मेला नि जुत्ता चाहिँ अब त्यो सिनहरूमा चाहिँ अनलाइन सपिङहरूमा चाहिँ अलिक गाह्रै के राम्रो आउँदैन राम्रो सिनहरूमा चाहिँ अब अरू अलि महँगो किन्ने हो भने चाहिँ त्यही त हो महँगै भनौँ 8देखि माथि 7-8देखि माथि त्यस्तै हुन्छ अहिले हाल जापानमा एकदमै धेरै सबैको समस्या भनेको चामलमा छ हामी नेपालीहरू भनेको चामलै खाने मान्छे हो होइन घरमा चामलै पकाउँछौँ हामी अनि त्यसको रेट चाहिँ वात्तै बढ्यो भएर के भन्छ त्यसको बारेमा चाहिँ के भन्छ कस्तो समस्या परेको निवेदन लेख्नु पर्ला जापान सरकार एउटा निवेदन लास्टै बढ्यो होइन गाह्रो हो चामलको लागि त छुट्टै सोच राख्नु पर्छ चामल किन्नलाई नै नेपालमा अब आफै अहिलेसम्म किनेर खाएन नेपालमा गरेरै अब बुवा आमाहरूबाटै पहिल्यैदेखिबाट गरेर बारी गरेर चामल कहिले किन्नु परेन यहीँ आएर किन्नु पर्यो अन्त चामलको लागि त छुट्टै सोचै राख्नु पर्छ यो महिना त्यो महिना भनेर चामलको लागि एकदम सोचेर ठ्याक्क जुटाएर राख्नु पर्यो हो पैसा तिम्रो भनाइ के छ त यो चामलको बारेमा सबै महँगो छ भने पहिला त्यही हो 2003 पर्ने चामल
अन्त 7,000 7,500 8,000 त्यत्रो आफूले अलिकति उलाउने कुरा त्यत्रो 3,000 पर्ने चामललाई अब 8,000 पर्छ भनेपछि त धेरै माथि कुरा हो नि। पहिला कतिमा खाथ्यो पहिला? मलाई याद भयो सम्म त यस्तै हो क्या 3100 3200मा लिया 10 केजीलाई 10 केजी क्या। अनि त्यो ल्या हो त्यति याद छ। त्यसपछि अब याद भयो भने त्यही हो 5,000 हाल्यो 5,000 हाल्यो त्यसपछि 6,000 त्यसपछि बढ्दा बढ्दा अब चामल पनि खतम चामललाई पनि 6,000 हाल्नु अहिले त 7,500 8,000 पो भयो। एकैचोटि 4-5 हजार बढ्यो। त्यो भने त भिच्चा लाग्यो त्यो त सिधै मान्छेलाई तर्साउने खालको रेट देखाउँछ चामलले त। खतम छ यो चामल त कति महँगो चामल त हो। तिम्रो नखाने चामल पनि त्यति कस्तो महँगो भने महँगो छ क्या। हाम्रो फेरि अब नेपालीहरूले त सबै भातै खान्छन् नि त, त्यही भएर नि लास्टै तनाव दिएको छ होइन। तिम्रो भनाइ के छ त? चामल त महँगै हो। यो चामल चाहिँ यो के अरे धेरै भएन बढेको, यो 4-5 महिना भयो क्या। यो जब यो जापानमा भूकम्प हो कि त्यो सुनामी हो नि, त्यतिखेर आयो नि, त्यतिखेरदेखि चाहिँ बढ्यो हो कि। त्योभन्दा अगाडि चाहिँ मैले त्यो अहिले खाइरहेको त्यो थाई चामल छ नि, त्यो चाहिँ मैले 3400मा खाइरहेको थिएँ कि 10 किलोको। 10 किलोको। अनि त्यसपछि चाहिँ त्यो भूकम्पको सुनामीको त्यो उस आएपछि चाहिँ हत्तै बढ्यो। कति लगभग कति दिन त उसै चामलै पाउन गाह्रो थियो कि, सर्टेज भएको थियो नि होइन। त्यही सर्टेजले अब एकैचोटि ल्याएपछि अब बढेर आयो नि त। किन्न जाँदा त ओहो चामल त यति थियो पहिला, अहिले यति छ। तनाव पायो होइन। तनाव। अनि घर कहिले फर्किने विचार गरेको छौ त? घर अब नेक्स्ट इयर हुन्छ कि। नेक्स्ट इयर? अर्को वर्ष। यो वर्ष नि सोचेको थिएँ आउन त, अब भएन भनौँ। अर्को वर्ष चाहिँ होला। हुन्छ हुनसक्छ, हुने गर्ने भन्ने इच्छा हो अर्को वर्ष चाहिँ। ठिक। तिमीले कहिले सोचेछौ अर्को वर्ष जाने भन्ने त सोचेको भएन, अब हेरौँ वर्ष। तिम्रो? मेरो त्यही 2026 तिर फर्किम भन्ने सोच हो। फर्किम भन्ने सोच भन्दा नि फर्किने हो। त्यही अब अर्को वर्षतिर होइन। याद कतिको आउँछ त? आइरहेको छ बेला बेलामा। याद त आइहाल्छ नि, किन होइन। आफ्नो ठाउँ जन्मेको ठाउँ बिर्सिन सकिन्छ हो। गाह्रो चाहिँ होइन, याद आइहाल्छ। अब छोरा मान्छे हो, अब मार्नु पर्यो, सेक्रिफाइस गर्नु पर्यो। अलि डाइजेस्ट गर्नु पर्यो बसेर। अहिलेको यो समस्या पनि धेरै आइरह है। लिभिङ टुगेदर भन्ने समस्या धेरै आइरह नि। लिभिङ टुगेदर बस्दा तिम्रो भनाइ चाहिँ के छ? राम्रो हो कि नराम्रो जस्तो छ लिभिङ टुगेदर बस्नेहरूलाई? के भन्छ? यस्तो छ क्या, बसिसक्छ फेरि अनि छुट्टिरह के मान्छेहरू धेरै लिभिङ टुगेदर। यस्तो सुन्दा चाहिँ धेरै आइरह यस्तो कुराहरू। के भन्छ तिमीले? अब दुईजना अब सहमत नमिलेर बस्यो भने चाहिँ अब के भन्ने हो त्यसमा त। अब सजिलो हुन्छ अब उनीलाई, अब सजिलोको लागि नि बस्न सक्छ। अब त्यो कुरा नमिलेर पछि अब सुरुमै थाहा हुँदैन नि त पानी त। अब भर्खर 1 वर्ष त्यस्तै भएको हुन्छ, झ्याप्पै बस्दियो, पछि नमिल्दा छुट्टिन्छ। त्यस्तो चाहिँ नहोस् हुन त। अलिकति टाइम लगाएर बुझेर बस्यो भने चाहिँ राम्रो हो। अब बस्ने दुईजना मिल्छ सँगै भनेपछि त हल्का मिलेर टाइम लगाएर बुझेर बसे चाहिँ राम्रै हो भनौँ। तिम्रो धारणा के छ त यसमा बस्नेको? अलिकति टाइम चाहिँ बुझ्नु पर्यो। भर्खर आएको हुन्छ, झ्यापझोप अब बस्दा चाहिँ गाह्रै हुन्छ।
लिभिङ टुगेदर भनेको नि त एकैचोटि अब बिहा नभएको बिहा गरेको जस्तै त हो नि भने त्यही त बिहा हुन मात्र बाँकी हो बिहा हुन मात्र बाँकी अनि अब सँगै अब बुझाएरै बस्नु पर्यो दुइटैको मन सुरुबाट हामी हरेक चिजलाई एडजस्ट गरेर बस्नु पर्छ राम्रो अब झ्यापझुप एकैचोटि गर्दा चाहिँ गाह्रो हुन्छ तिम्रो धारणा के छ त लिभिङ टुगेदर बस्नेहरूलाई के भन्न चाहन्छौ एक्सपिरियन्स गरे अब उसले होइन कि भन्न चाहिँ के चाहन्छौ भने ल पछि बस्लाउ कि अब हुन्छ नि पछि त बसिन कस्तो बसिन्न पछि होइन बिहा गरेर सोच्दै बसिन्न भनौँ बिहा गरेर ल अरूलाई चाहिँ के भन्छ क्या अरू बस्नेहरू छ बसेर छुट्टिनेहरू धेरै छ क्या छुट्टिने धेरै छ बसेर सँगै बस्ने भन्दा नि छुट्टिने चाहिँ धेरै सङ्ख्या छ क्या आजभोलि लास्ट छ के भन्छ तिनीहरूलाई चाहिँ अब त्यो चाहिँ के भनौँ यो कुरामा चाहिँ त्यो चाहिँ आफ्नो चोइस भनौँ न सकेसम्म नछुटोस् भन्न चाहन्छु तर त्यो चाहिँ आफ्नो चोइस हो म यस्तो कुरामा चाहिँ म धेरै बोल्दिनँ आफ्नो चोइस हो नि हामीले ल सँगै बस्नु पर्यो भन्दै मिल्दैन होइन मान्छेलाई तोकेर भने होइन नि त यो त भन्न पाइयो नि त यसरी बरु नबसेकै राम्रो भयो होइन नमिलेपछि त किन बस्नु क्या अलि राम्ररी बुझेपछि त राम्ररी बुझेर बस्नु भनेरै बसे हुन्छन् मिल्छ भन्नु बस्ने के कुरामा झगडा हुन्छ अब के कुरामा झगडा भएपछि नयाँ म तसँग बस्दैन भन्दै हिँड्नु अब त्यसलाई त के भन्थ्यो कतिपय मान्छेहरू होइन डिपेन्डेन्ट ल्याए जस्तो हुने भइगयो त्यो एक दर्जन यहाँ बस्ने बस्नेले उसले पनि काम गर्नु आफूले काम गर्यो पैसा दुई तर्फबाट आउने भयो खर्च एउटै हुने भयो अब होइन त धेरै फाइदा हुन्छ क्या घरको सरसफाइदेखि लिएर धेरै राम्रो अब आफ्नो छ कोही छ अनि लिउँ भनेपछि अब छुट्टै साथीहरूलाई के भन्छ पिर पर्छ है भन्ने हुन्छ नि त के भन्छ उसलाई पिर पर्छ कि उसको बारे पनि सोचेर हिँड्नुपर्छ क्या रुममेटमा बसेपछि अब लिभिङ बसेर त आफ्नै हो उसँग लाइफ त काट्यो एउटा वचन त किन सर्न सक्ने भन्ने कुरा हुन्छ नि त त्यस्तो हुँदैन साथीसँग त साथीसँग बसिया हुन्छ अब झगडा पर्छ बाइचान्स के हुने हो कि हाम्रो रिलेसन बिग्रिने हो कि भन्ने हुन्छ नि त गर्लफ्रेन्ड लिभिङ बस्यो भने त अब जिन्दगी काट्ने एउटा दुईवटा बस्नु त सुनिहाल्छ नि भन्ने हुन्छ क्या त्यस्तो धेरै फाइदा नि बस्यो भने त मिल्ने चाहिँ हुनु पर्यो भन्ने त्यही त है ठिकै लिभिङ टुगेदर त्यही छुटेको धेरै सुनिरहेको छु क्या मैले त लास्टै सुनेको छु यार गाह्रो यहाँका केटा पनि त्यस्तै हो केटी पनि त्यस्तै हो गाह्रो छ कसले विश्वास गर्नु हो भने होइन अब त्यस्तै त हो नि विदेशको उमा नेपालमा अब आफ्नो परिवारसँग बसेको एकैचोटि हुन्छ नि त एउटा साँडेलाई बाँधेर राखेको छोडिदियो भने त बा त्यो त अनि गाउँै ध्वस्दै बनाउँछ नि त त्यस्तै अब सबै त्यस्तो हुँदैन होइन सबै त त्यही हो नि कोही केटा त्यस्तो कोही केटी त्यस्तो सबै पनि हुन्न त्यस्तो त्यही सबै त कहाँ मिलेर बसेको नि छन् त छुट्टीको धेरै छन् अनि तिमी कहिले बिहे गर्छौ त अब कति सोच के छ कति साल भन्थ्यो क्या त्यहाँको नेपालको बिहा गरेर आउँदा होला हामी नेपाल गएपछि क्या अर्को वर्ष गर्दैन गएपछि पनि सोच छैन रहेछ अहिले बिहे गर्ने उसको नि भनेपछि यति पनि छैन अलिकति यसो मान्छे सान्छे खोजेर राखे यसो खोजेर राखेको छैन खोजेको छैन छैन म त ठिक छ अब भविष्यलाई यसो हेर्दै होला नि त तिमी कहिले बिहे गर्ने विचार छ अर्को वर्ष जान्छु हुन्छ कि हुँदैन थाहा हुन्छ क्या भने त्यही वर्ष थाहा हुन्छ त्यही वर्ष थाहा हुन्छ छुट्टी एक महिनामा डिक्लेयर हुन्छ लाइभ बारेको त्यहाँ अब एक महिना छुट्टी हुन्छ होइन गएपछि थाहा हुन्छ के गर्ने ठिक छ तिम्रो छैन छैन है अहिले त्यस्तै सोचेको छैन त्यो त टाढाको ठिक कि बिहा गरिदिनु हटेको ल थ्याङ्क यू केटा हो अब यस्तै हो होइन अब भेट्दै गरौँला होइन बिस्तारै सबैजनालाई अब आजको लागि यति नै सकाउँ है ल थ्याङ्क यू टेकन ल धीरेन थ्याङ्क यू ल विराज थ्याङ्क यू ल यति भन्दै हाम्रो सिद्धाम है अनि लाइक सेयर सब्सक्राइब गर्दै गर्नु होला है तपाईँहरू पनि हेर्दै गर्नुहोस् भिडियोहरू जति सक्दो सेयर गरिदिनुहोस् अनि हामी जापानको बारेमा के कस्तो छ भनेर सबै भनेका छौँ है कस्तो चल्दैछ के घटनाहरू घट्छ त्यो सबै है
त्यसैले एकदमै ध्यान दिनु होला, तपाईँहरू पनि राम्ररी हेर्नुहोस् होला। ल जाँदा अन्तिममा लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। त्यस्तै गर्दै तपाईँहरूको पनि लाइफ शुभ रहोस्, शान्त रहोस्, राम्रो रहोस्, इन्जोय गर्नु होला कामलाई पनि सबैलाई होइन। जापानमा अब गाह्रो हुन्छ, जे जस्तो भए पनि इन्जोय गर्नु होला। ल बाई बाई, गुड नाइट।